First of all, Merry Christmas to all my family members. Usually I don't vlog. I want to have something. There was lots of memories, so I couldn't stop vlogging my video. So here I'll start my video. So on 25th December 2025, हामी चाहिँ गोर्खा गयौँ है, because office पनि छुट्टी थियो, and we promised Aradhya that we'll be taking her on a vacation or on a like chilling mood त्यो vibe उयो गर्नुको लागि चाहिँ हामीले लान्छु भनेको थियो नि त घुमाउनु. So हामी चाहिँ on the eve of Christmas we came to Gorkhahat, and दार्जिलिङको गोर्खाहाटमा त छुच्चोको मासु हेर्नु न कस्तो मजाले पकाउनु थियो. अफसोस हामीले खानु हुँदैन होइन. अनि यता चाहिँ हामीले मैले ठिकै बिजन भाइको दिदीले भेटेँ र उहाँले चाहिँ एकदम आराध्यलाई चाहिँ पुरा उयो गर्नुहुँदै थियो, पुच्का खाने भनेर अफर दिनुहुँदै थियो. आराध्यले चाहिँ खाँदै पनि थियो यता होइन. र एट्र्याक्टिभ पर्सन चाहिँ के देखेँ भन्दाखेरि KFC टाइपको चिकन. अब यु गाइज अल नो है द्याट आइम अ मिट लभर, मासु लभर हो नि त म. अनि मामाले चाहिँ यता चाउमिन खानु हुँदै थियो है. सी वाज येट एन्जोइङ द चाउमिन. मलाई तपाईँको मनपर्छ अरे नि त. एन्ड आराध्या इज एन्जोइङ द पुच्का. चाहिँ दिदीलाई धेरै धेरै धन्यवाद. अनि हामीले चाहिँ त्यो KFC टाइपको चिकन हेरेर चाहिँ खान्छु भनेको थियौँ नि त. यो चाहिँ हामीले हेर्नु न फ्राई गरेर दिनुभएको. टेस्ट चाहिँ एकदमै मिठो थियो. र अरूले चाहिँ मामा यो गरेर आइज नानी भनेर पनि बोलायो होइन. मैले के किनिदिँदा मात्रै यसले मलाई नानी भन्ने बोलाउँछ हो. र यता चाहिँ खाली सिट थियो. अन्त हामी चाहिँ यता ट्यासै बसेँ, 3जना दिदीबहिनी. हामी 3जना दिदीबहिनी चाहिँ मजाले बसेर है मजाले खानु स्टार्ट गऱ्यौँ हाम्रो KFC चिकन. र सबसे खुसी चाहिँ आराध्या भइरहेको थियो, किनभने आराध्याले चाहिँ देख्ने बित्तिकै ऐसा मिस खान्छु नि भन्दै थियो होइन. अन्त सी वाज लाइक भेरी ह्याप्पी. हुन त योभन्दा अगाडि यसले पुच्का चाहिँ खाइसकेको थियो. एन्ड देन हामी खाइसकेर चाहिँ यसो खिच्दै जाँदा चाहिँ यता फेरि पर्क नै देखेँ मैले होइन. कस्तो मिठो हुन्छ होला है सुकेको पर्क. एन्ड देन मैले हल्का लोकल उयोको एन्ड देन हेर्नु न यता लाफिङ. आई जस्ट लभ लाफिङ चाहिँ. एन्ड देन वी केम टु द स्टोर है, कन्डोको स्टोरमा आयौँ. र आराध्याले चाहिँ यता अगाडि नै लाइक सी गट बबल टी. यो बबल टी चाहिँ एकदमै रिफ्रेसिङ र एकदमै मिठो थियो. And then we ordered 6 pieces of corn dog है. And then we were just waiting and watching the fries which was frying in the तातो तेल है. अनि आराध्यको चाहिँ आफ्नै गफ हुँदै थियो. अनि यता चाहिँ फाइनली हाम्रो हातमा चाहिँ corn dog आयो. अनि अलिसा चाहिँ लाइक सी वाज ड्रिङ्किङ. आराध्यको लुकी आराध्यको ड्रिङ्क पनि खाँदै थियो हो. एन्ड आराध्यालाई कस्तो छ भन्दाखेरि चाहिँ आराध्या चाहिँ एकदमै खुसी भयो. नेक्स्ट टाइम पनि आउँला भन्दै थियो होइन. अनि मैले पनि फर्स्ट बाइट लिँदा त भिडियो गर्नै पर्यो. एन्ड देन आई वाज सो अमेज्ड बाई द टेस्ट. यति मिठो है, यति बेसी ट्यालेन्टेडहरू हुनुहुन्छ हाम्रो गोर्खा. एन्ड देन अलिसाले पनि खाँदाखेरि चाहिँ एकदमै मिठो छ भन्यो यसले होइन. अनि अब हाम्रो खास मान्छे हाम्रो मामा ममा कस्तो लाग्यो? हाम्रो मामा पनि इन्जोइङ. अनि मलाई चाहिँ पुरा चिज देख्नु मन पऱ्यो. मेरो चिज होइन कस्तो चिजी हो. अनि अल थ्याङ्क्स टु प्रतिष्ठा म्याम. उहाँले चाहिँ सबै हामीलाई उयो गर्नुभएको होइन. अलिक कष्ट. अनि हेर्नुहोस् न त सान्टा क्लजको उयो केक पनि रहेछ हो. अनि मलाई चाहिँ त्यो कस्टर्ड ट्राई गर्नु पुरा मन. त्यो मन्जिलले छेउमा बोबा टीलाई उयो गर्दैछ चुस्दैछ हो. अनि मलाई कस्टर्ड पनि मन पर्यो. कस्टर्ड जेली कस्टर्ड हो. अन्त आई टोल्ड आराध्या टु ह्याभ अ बाइट. तर आराध्या चाहिँ मानेन. अनि फेरि हामी यताबाट अलिकति माथि गयौँ. अलिकति माथि जाँदा चाहिँ मैले यता के देखेँ भन्दाखेरि सुकेको माछा पनि पाउँदो रहेछ होइन. मलाई पुरा किन्नु मन थियो. तर आमालाई यसरी आमा खोजेको त आमै हुनुहुन्थ्यो होइन. अनि मलाई चाहिँ पिक्चारमा तल छोडेर चाहिँ उनीहरू चाहिँ माथि पुगिसकेको थिएछ हो. एन्ड देन वी केम टु बर्गर कार्टलमा चाहिँ हामीले किन आयौँ भन्दाखेरि 1-2वटा त्यो मफिनहरू लानु थियो. त्यो लिइसकेर चाहिँ वी वेन्ट
टु चौरस्ता आज न्यू ट्राई चौरस्तामा चाहिँ आफ्नै अब मजा हामी छ चाहिँ क्याबिन जानेहरू यता चाहिँ मेरो बहिनीहरू हामी चाहिँ ब्याक चौरस्ताको ब्याकपट्टि चाहिँ एउटा उयो छ नि त अनि हामी चाहिँ यता ट्याबन भन्ने एउटा एकदमै दामी होटलमा आइपुग्यौँ हो आउँदाखेरि चाहिँ एकदमै हामीलाई चाहिँ मजा आइरहेको थियो यता के हो अन्त ट्याबनको स्पेसल पार्ट चाहिँ यता पिज्जा बेक हुँदो रहेछ हो वुडन बेक हुँदो रहेछ एन्ड देन हाम्रो ड्रिङ्क चाहिँ आफ्नो मजाको थियो कस्तो लागेन नि एन्ड देन माइन्ड वाज सेरिङ सन यसले गर्दा मैले हल्का कफ एन्ड कोल्ड पनि भइरहेको छ हो तपाईँले मेरो स्वरबाट सुन्नु सक्नुहुन्छ अन्त अलिसा वाज क्वाइट बिजी विथ अर फोन एन्ड देन वी जस्ट चियर अप है एभ्री वान वाज भेरी ह्याप्पी अनि मम्मा वाज ट्राइङ अ न्यू थिङ टुडे एन्ड सी वाज लाइक भेरी ह्याप्पी अनि हामीले चाहिँ मामालाई हल्का जिस्काउँदै खिच्दै सोध्दै त गर्नु पऱ्यो मामालाई लाइक हाउ यु फिलिङ भनेर एन्ड देन अलिसा द ग्रेट म्यान she started serving us the chicken wings and then yes with the fork and the spoon she started serving us and then the special part came like the pepperoni pizza came and the crust was very thin अलिसाले चाहिँ घरमा चार पाँच पल्ट चाहिँ त्यो क्रस्टकै बारेमा यस्तो बेसी कुरा गरेँ कि एकदमै मिठो लाग्यो अरे अन्त यता आफ्नो मम्मा आफ्नै फिल्ममा हुनुहुन्छ हो अनि यता हामी पनि हल्का के पो यो चाहिँ टाइम ल्याप्स गरेर चाहिँ हामीले पनि भिडियो स्टार्ट गऱ्यौँ होइन वी वर इन्जोइङ द पिज्जा अनि अल्छाल चाहिँ मिठो भयो भन्दै पिज्जा सँगसँगै अल्छाल चाहिँ स्प्यागेटी पनि खाँदै थियो एन्ड देन यस अब हामी घर फर्केको गाइज घर फर्किँदा पनि हेर्नु न कस्तो डरलाग्दो भिड दार्जिलिङमा त आउँदा त आई डोन्ट फिल लाइक गोइङ होम है त्यत्रो परिन्जाल चाहिँ हामीले के गर्यो घर आउँदा ठिकै भयो है अनि हेर्नु न लास्टमा चाहिँ हामी कहाँ आयौँ भन्दाखेरि बस्किङमा चाहिँ देयर वर अ लट्स अफ फ्लेभरफुल है आइसक्रिम तर मैले चाहिँ आइसक्रिम लिइनँ किनभने अघिको सेटिङ सनले चाहिँ मलाई कफ लागिरहेको थियो अनि हेर्नु न सनसेट हुँदैछ यता पनि कस्तो दामी भ्यू फिल भइरहेको थियो होइन यो मन्जिलको यो आराध्यको अनि युनिकर्नको चाहिँ अलिसाको आइसक्रिमको चाहिँ यता यस्तो मिठो डिफ्रेन्टली अब यो चाहिँ हामी फर्स्ट टाइम यता आएर मलाई एकदमै मिठो लागेको थियो यो आइसक्रिम हो अनि हेर्नु न सनसेट ओ माई गड अनि घर आइपुग्दा चाहिँ आराध्यलाई चाहिँ म्याडमले गिफ्ट पनि किनिदिनु भएछ हो थ्याङ्क यू सो मच म्याम फर मेकिङ अ डे